यहाँको मालिक हो नि त नि चन्द्रगिरीको तिमी त छैन हो अनि तपाईँ मालिक भएपछि म मालिक तिमी हाँस्दा हेर्दा केवल कार्य तँलाई नहेर्नु है तल हेरिरहेको छु ए छन् नि ए पुस्न लाग्छु के पानी पर्यो कहाँ पर्यो पानी किन कसले चाहिँ हाल्यो त त्यो पानी कसले हाल्यो त्यहाँ पानी क्या हो खै Japanese man came from Japan नेपाली भएर इङ्ग्लिस छान्ने हामी नेपालीमै बोल्छ जे बोल्छ हामी नेपालीमै गर्छ आहा के हो कोही आज अनन्छ विस्थापित यहाँ फोन हाने ढाउ म यहाँ रिकर्डिङ स्टार्ट भइसकेछ जीवनमा सगा यहाँ नासोटा छ एक दिए मरला त चाहिँ यहाँ नासो आग्ने छ नाच आग्ने चाहिँ फरफिर कया न मिल्दैन हजुर नि मिल्दैन हेर्दै जाउँ होला केवल कार हेर्दा त ए माथि मिल्छ हेर्दै जाउँ त्यो हाम्रो गाउँतिरबाट सुरु हुन्छ दिउँसो 2 बजे पुग्छ यस्तो डर लाग्दो रहेछ देखाइसकेको छ एमजी थाहा चन्द्रगिरी हिल्स डराउने ठाउँ यो चाहिँ डराउने ठाउँ हो धेरै क्लोजअप भयो ल त खिच्देऊ त यस्तो लाग्छ नि मेरो मोबाइल छ त नि ताली साली टिकट काउन्टर यो चाहिँ चन्द्रगिरीको माथि डाँडामा जाने केबल कार भयो यो चाहिँ चन्द्रगिरी हिल्स लिमिटेड छ यसरी लेखेको रहेछ वेयर विशेष कम ट्रु रे ल प्रवेशद्वार त्यहाँबाट रहेछ त्यहाँबाट जाने टोइलेटहरू यो भयो टोइलेट यताको इन्क्वायरी डेस्क यता रहेछ र हाम्रो चाहिँ टिकटको लागि फोन यता रहेछन् टिकटको लागि फोन
डर लाग्यो ल किन होला होइन बकिदिन्छ तिमी त यताबाट ल भिडियो रेकर्ड भइरहेछ ल खै यता यता आउनु त अलिक ओहो निलो निलो सबै छैन ल ल हेर्नु त यतापट्टि यस्तै हाइटिङमा रहेछ कि यस्तै हुँदा फेरि ल है सागर खिच है अलिक खिचिरहेको छु यतापट्टि बस्नुभएको भए झन् राम्रो आउँथ्यो ठ्याक्क यो हो यो त के नै हो हुन्छ नि अनि गाउनुहुन्छ यही गीतको भन्नुभएको नि नम्बर यही नै पछाडि कस्तो राम्रो हुन्छ हेर सागर अगाडि भाइ हेर हुन्छ मधेलाहरू पाउँछ नि जग्गामा त मधेला र ए बाघ पाउँछ हो र हो यहाँ हामी पहिले आउँदाखेरि तपाईँको बाघ सुतिरहेको थियो कि ठ्याक्क तपाईँको पोल छ नि पोलको ठ्याक्क तपाईँको आरसिसी छ नि जग क्या हो त्यहाँनिर घाम लाग्ने त मजाले सुतिरहेको थियो बाघ चाहिँ कुन टाइममा आउनु हामी ठ्याक्कै साँझ आएको थियो होइन साँझ होइन बिहानै आएको थियो हामी हो घाम ताप्न निक्लेको थियो क्या एकपल्ट फेरि साँझ आएको थियो 5:30 6 बजीतिर होला सिसिपसँग मग्या बाबु ल बाबुलाई मग्या तपाईँ डर लाग्दैन डर लाग्ने भएर डर लाग्दैन त अनि लिएर आएर बसाल्दै बस्यो केको डर हो छैन अब यहाँबाट पनि देखिन्छ त बिचमा एकछिन मात्र पुगिसक्यो जस्तो पुग्नु अझै आएको छ काम चाहिँ धुम्म भयो काम धुम्म ल तल हुनुहुन्छ त्यहाँहरू पछि हुनुहुन्छ ल हजुरहरू स्थिति अब गंभीर क्या फील कर रहे हैं हम सोच रहे हैं हम जाँदाखेरि त डर लाग्दैन भनौँ न झर्दाखेरि चाहिँ हल्का डर लाग्छ झर्दाखेरि चाहिँ हल्का अलि फास्ट हुन्छ फास्ट पनि हुन्छ अनि एकदम क्या तपाईँको त्यो माथिबाट तलपट्टि आउँदाखेरि शरीर एकदम क्या त्यो ग्राभिटीले गर्दाखेरि त्यो चाहिँ हुन्छ क्या त्यो जसँग हुन्छ कसरी आउनुहुन्छ हो म त हिँड्दै झर्ने हो चिप्लिँदै एउटा चाहिँ बल बनाउँछ अनि गुल्टुङ गर्दै आउँछ सागरलाई पनि झार्दिने माथिबाट है सागर न होला कि कति लाग्छ के चाहिँ यो चढ्नु कुन चढ्नलाई यो सबै माथि पुग्नलाई त 4 घन्टा के पहाड चढ्ने भनेको पहाड चढ्नलाई गाडी जाने बाटो चाहिँ यो हो क्या गाडी जाँदो रहेछ त जान्छ जानलाई चाहिँ तर माथिबाट आउन दिन्छ कि दिँदैन भन्ने कुरा माथिसम्म गाडी नै जान्छ नि किनकि तपाईँको चितलाङ जाने यही बाटो त हो नि अनि चितलाङ जाने बाटो हो क्या ठ्याक्क तपाईँको माथि निक्लेर लेफ्ट लागिसके पछाडि चितलाङको बजार आउँछ नि त अनि त्यो चाहिँ कलङ्कीको त्यो रोड होला होइन खानुपर्छ हावा लाग्यो हावा लाग्यो
चढ्नु जापानमा फर्स्ट टाइम मनकामनाको पनि चढेको छ, कालिम्पोङको पनि चढेको छ। कालिम्पोङ चाहिँ म कालिम्पोङको चाहिँ सानो छ। अर्कै के सागरलाई आइरह होला सबैभन्दा मजा त है। गोपर जाँदाखेरि कसै फर्किने हो प्लेनमा? छन् त त्यो डल्लै साथीहरू तिनीहरूले त के सामान लान्छ र मलाई तिमीले समातेर राख्यो त। यो जापानमा रोलर कोस्टर बिक्कारमा खेलेछु कि म है। बन्जी हान्न अब एकपटक डरभरि सबै गएको। मन्जी त त्यस्तै हो। झन् एउटा सम्झिने एक पानी छम्किने हो। पहिला म डराउँथेन नि, पहिला त म झिम्रुक माथि पुलबाट हाम फाल्ने थिएन त। अनि त्यो रोलर कोस्टरमा लगेर राखिदिएँ कि मलाई 81 झराइदिएँ। अनि सातो गयो त्यहाँ पछाडि त नि हाइटदेखि त बाबा केटाहरूले समातेर लगेर राखिदिए हम। मलाई तर्सा होला नि त्यति अझै माथि रहेछ है। कति चाहिँ लियो साँच्चै टिकटको? टिकटको कति लिएर 25% छुट 799 त्यो मनकामनाले काटेको भए 500 रुपियाँमा काटेको थियो कि एकजनाको। अनि त्यही भएर मैले खासमा काट्न जान्नु लाग्यो, फेरि 6 भन्नु भयो। यता पनि चाहिँ भाइले त कति पर्सेन्ट अफ गर्थ्यो त्यही त उहाँको झन् कम भएको छ। कम रहेछ मनकामना भएर सजिलो भयो होइन। यहाँ त छोड्यो भनेर त्यो दिदीले त छोडेर छाडेको छैन। उनीहरूको दाजुभाइ पर्छ कि होइन? आफन्ती पनि पर्छ, साथी हो कि सँगै पढेको मसँग। ओहो आला 300 माइनस भयो त त्यति नै हो 500 रुपियाँ। 800 मा 300 माइनस 300 माइनस भएपछि सबै गर्नु कति ए मेरो आइडेन्टिटी कार्ड ल्याए 25%। अनि तैँले ल्याइनस् गोरु 25% त त्यो पनि पाइसक्यो त। त्यही आइडी कार्ड ल्याए म तपाईँहरूसँग नहाले नि 25% एक्लै आएको भयो नि। अझ त्यो किन हाइटमा लिएर गयो अहिले राम्रो? चन्द्रगिरीको आइपिओ भरेकोहरूलाई त झन् फ्री थियो कि के थियो मेरो नि त? त्यही त मेरो त अन्त सियर थियो नि त। मान्छे चाहिँ गर्छ गर्छ हो पुग्यो। अनि म त यहाँको मालिक हो नि त अनि चन्द्रगिरीको। मेरो त म सियर नि हो नि छ। तिमी त छैन हो। अनि तपाईँ मालिक भएपछि म मालिक तिमी हाँस्दा हेर्दा केवल गाह्रै तँलाई नहेर्नु है तल हेरिरहेको छु। हेरिरहेको झन् हेरेको चाहिँ राम्रो, किनकि डर भएको छ नि त। अनि तल हेरेर त होइन, त अल्टिच्युड देखे चाहिँ डर लाग्ने हो। पाजुलाई चाहिँ अप्पर मुस्ताङको बाटोमा बाइकमा राखेर सबैको स्पिडमा कुदाउनु पर्छ कि त्यो चाहिँ असम्भव भयो। माथि चाहिँ लास्टै ढिला गर्दो रहेछ। बिस्तारै तपाईँको फेरि हामी त मोटो मोटो छौँ तपाईँहरूमा। त्यसको पनि डन्नै होला भाइ कति 80 छ 96 96 हो म। 96 देख्नुहुन्न र देख्नु त देख्दैन। म मोटो कि भान्जा?
म मोटो भइहाल्यो नि अब 96 तपाईँको अब 80 अनि हेर्दाखेरि चाहिँ त्यस्तो देखिन सागर कति छ 45 50 50 हो 50 सेम हामी पनि 80 एउटा के भाइ 78 79 त्यस्तै त्यही भएर ब्यालेन्स भएर चलिरहेछ हो ठ्याक्कै हजुर म लगो बालेश्वर महादेव यो बालेश्वर महादेवको सबै तपाईँको प्लान त्यही सम्राट सरको बाउहरूले बनाएको हो नि त हो र हो अनि यो बाटो पुरै ठिक्कपट्टा पुरै तिनीहरूले पारे होइन प्लान बनाएको क्या सबै तपाईँको डिजाइनहरू सबै डिजाइनहरू क्या ठेकदार त पछि हो पहिले त डी हो नि त उसको बाउ त हावाहुरी चट्याङ विद्युत आपूर्ति अवरोध तथा अन्य प्राविधिक कारणले केबलकार सेवा समय बन्द हुन गएमा कृपया धैर्य गरिदिनु होला रे उयो खरेसिनी अझै अलिकति छ क्या आयो अब अब त आयो डर लाग्यो अवस्था चरा समात्न ल्यायो क्या चरा समात्न ल्यायो क्या चरा समात्न लगाएर के चाहिँ उयो हेर्नु त्यो फिसिङ गर्ने जस्तो त्यो चाहिँ हावाको चाहिँ ऊ नाप्ने के अरे हावा कतिसम्म लागेको छ भनेर त्यसले चाहिँ जानकारी दिन्छ जापानको रोडमा राखेको हुन्छ अनि त्यस्तोमा चाहिँ यदि चाहिँ त्यो राखेको ठाउँमा चाहिँ गाडी स्लो चलाउनु पर्यो त्यो माथि मुस्ताङमा पनि तपाईँको त्यस्तै हो तपाईँको बाइकलाई त पुरै फेल हुन्छ सबै त्यस्तो हुन्छ कि ढुङ्गाले आउँछ भन न ढुङ्गा क्या ल है आज नभएले कहिले चाहिँ हालेर सिगरेट खाने मान्छेहरू हुन्छ काठसाठ ल्याएर सिगरेट तान्ने मान्छेहरू हुन्छ तिनीहरूलाई चाहिँ म भन न तिमीले सिधै तपाईँ भन भइहाल्यो नि होइन भन्नै पर्दैन नि हामी जस्तो भन्ने तपाईँले चाहिँ हामी जस्तो भन्न मिल्दैन अलि हामीले त्यस्तो अलि रेस्पेक्ट गर्छ ल सागर रेडी फेरि खिचेको होला त्यो अहिले अब त म डराइन ल हामी चन्द्रगिरी पुग्यौँ झरिहाल्नु पऱ्यो नि त्यो त कहाँ बस्नु पाइयो त नि अहिले ल चन्द्रगिरी डाँडामा पुग्यो चन्द्रगिरी डाँडामा आइपुग्यो यो यहाँ बसेर फर्किनु चलियो नि क्या अहिले फर्केको एक टाइम 12:30 ल चन्द्रगिरी ओ हो ल चन्द्रगिरीको हिमाल गौरीशङ्कर हिमाल गौरीशङ्कर ल गौरीशङ्कर यस्तो रहेछ चिसो रहेछ एकदमै चिसो चन्द्रगिरीमा चाहिँ चिसो रहेछ किन खै ल चन्द्रगिरीबाट तल काठमाडौँ थानकोट होला यो थानकोट होला यो चाहिँ यहाँको कति डिग्री छ अहिले जाडो रहेछ एकदमै माइनस का होला र ल गौरीशङ्कर ल
यो चाहिँ गौरीशङ्कर हो। गौरीशङ्कर हिमालहरू नि यहाँबाट देख्नेहरू। यताको हिमाल चाहिँ के हो यो थाहा भएन। यस्तो रहेछ गर्ने जस्तो। ल जाउँ 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 जाउँ। ल जाउँ। ल 8000 ल हेर्नुहोस् 2520 मिटर माथि छौँ हामी अहिले समुद्र सतहबाट। समुद्र सतहबाट हामी त्यति छौँ। औ के हेरेर चन्द्रगिरीमा आइयो ल। चार्ज अर्को ब्याट्री ल्याएको छु मैले। ए हजुर मैले ब्याट्री अर्को लिएर आएको छु। हजुर जाडो जाडो हुँदो रहेछ चिसो। हावाले कस्तो त्यही त केबल कारै हल्लाएको बाबु। ओहो चितलाङ जाने बाटो बस्नु आफै नहलेको हल्लिएको थियो। कस्तो यसो हजुर यसो हल्लिरहेको थियो। ठिक छ त्यति त हल्लिन्छ केवल कार। मेरो बाबाले ल्याउनु भन्ने मैले मनमा राखेको थिएँ भगवान्ले टाल्नु भयो। चिसो अत्याधिक चिसो। ज्याकेट फुकालेर आउने भन्थ्यो नि थाहा भयो अब को चिसो रहेछ। ज्याकेट फुकालेर गाडीमा राखेर जान्छ भन्दै थियो। अहिले भोलि थला पर्नलाई गाडी नि आउँदो रहेछ त है। आउँदो रहेछ त गाडी। कस्तो गाइजहरू हो गाइजहरू। बिस्तारै हिँड्नुहोस् जाडो छ अत्याधिक। टोपी लगाऊ गाडी आछ त। ल यो चाहिँ भालेश्वर टेम्पल यता रहेछ। कन्फरेन्स हल पनि यता रहेछ। भ्यू टावर रेस्टुरेन्ट पनि यता रहेछ। खेल मैदान शौचालय एम्पी थिएटर हेल्थ पोस्ट जिप लाइन एन्ड ओहो जिप लाइन रहेछ त यहाँ। जिप लाइन गर्नुपर्छ क्या। जिप लाइन त डरायो नि गर्ने हो नि। यहाँ चाहिँ जिप लाइन रहेछ। यो चाहिँ सायद भालेश्वर मन्दिर हो। भालेश्वर मन्दिर हो यतातिर। यो चाहिँ रेस्टुरेन्ट रहेछ यता। यो चाहिँ के हो यो रेस्टुरेन्ट हो। रेस्टुरेन्ट रहेछ। पूजा सामग्री यता पूजा सामग्री पसल यहाँ। यो जुत्ता फुकाउने ठाउँ यहाँ रहेछ। यो जुत्ता फुकाल्ने ठाउँ यहाँ रहेछ। ल जुत्ता राखौँ। चिसो अच्छा यहाँसम्म आएर भित्र जानु भयो। त्यही त जानु पर्यो। हामी अहिले 2551 मिटर माथि छौँ समुद्र सतहबाट। ग्लोबल आइएमईको एटिएम रहेछ चन्द्रगिरीमा। चिन्ता गर्नुपर्ने कुनै कुरा रहन्छ। कताबाट जाने चिसो र के चिसो चिसो। ल जुत्ता फुकाल
ठोकाल्यो तिमी चाहिँ यो के हो त ज्याकेट आउने के हिरो भए होला यिनी के हो तिमी हिरो भए के हो त्यो जाडोमा लो लो त्यो ज्याकेट लो लगौ भने फेरि चिसो गुस्छ र बच्चैदेखि हिरो हो अनि छिटो छिटो यसलाई भोलि त्यहाँ चिसो भयो नि यसलाई पानीमा फेरि चोबल्ने गरेँ मैले ल भालेश्वर महादेवको यो चाहिँ मन्दिर हो होइन यहाँ चाहिँ पूजा गर्न आउने चन्द्रगिरीको टपमा त्यस्तो रहेछ भालेश्वर महादेव यस मन्दिर परिसरभित्र छालाको जुत्ता चप्पल आदि लगाई प्रवेश निषेध गरिएको छ जय भालेश्वर ल भालेश्वर भयो अब यहाँ चाहिँ हात साथ धुनु पऱ्यो ढुङ्गेद्वारा प्रवेश निषेध भयो चाहिँ यहाँ चाहिँ हात धुने ठाउँ हो यो हात धो ल ए छन् नि ए पुस्न लाग्छु के पानी पर्यो कहाँ पर्यो पानी किन कसले चाहिँ हाल्यो त त्यो पानी कसले हाल्यो त्यहाँ पानी क्या खै जापानिज म्यान केम फ्रम जापान नेपाली भएर इङ्ग्लिस छान्ने हामी नेपालीमै बोल्छ जे बोल्छ हामी नेपालीमै गर्छ भालेश्वर मन्दिर हाई कता हो त मन्दिर फोटो खिच्नु पाइन्छ फोटो खिच्न पाइन्छ मजाले 1% भयो ब्याट्री 1% ब्याट्री उता गौरी शङ्कर हिमाल यहाँ भालेश्वर महादेव जय बोले किन बाबाको गलामा लगाएको भालेश्वर बाबा भालेश्वर बाबा पार्वती द्वारमा खाली लिएर आउने माता आज चाहिँ भित्र बस्नुभयो गएर हेर्नुहुन्छ माता बाबु यो यसरी भगवान्लाई दिनु अनि आफ्नो शिरमा राख्नु भगवान्लाई कता चढाउनु भगवान्लाई कता फर्काउनु यो चाहिँ भगवान्लाई फर्काउने होइन यो नै लिएर यस्तो यस्तै त यो चाहिँ राख्नु पर्यो होइन उता घरमा भोलेश्वर बाबा यता घाम पर्छ कि यता यतातिर राम्रो आउँछ अब त जुत्ता लगाएर आएर फोटो खिच्नु यहाँ जुत्ता लगाएर त नाम भगवान्को मन्दिर
यहाँ माथिमा त गाडी लगाएर है छालाकै लगाएर यहाँ माथि के हो के जुत्ता लगाएर बजरङ बली हनुमान चालिसा बिचमै छोड्न हुन्न नि बिचमै छोड्न हुन्न नि मैले सुरु त्यहाँबाट गरिनँ नि त मेन ठाउँबाट श्री गुरुचरणबाट मेरो त यिनी त ठुलो भगवान् हो बजरङ बली पवन पुत्र अञ्जली पुत्र पवन पुत्र अञ्जनी पुत्र हनुमान अहिलेसम्मको जीवित देवता चन्द्रगिरी हिल्स हाई गरिदिनु न फोटो खिचिदिन्छु रुक्नु आहा के हो यो त हेर्नु पर्यो नि भ्यू नहेरे अन्त मजै आउँदैन नि हैन मजा आउँदो रहेछ झर्दाखेरि भनेको न्यू होइन होइन त गाइजहरू अब के भन्नु अब चन्द्रगिरी आइयो डरलाइलाई फर्किँदैछौँ एकदम बस्न राम्रो ठाउँ रहेछ एकदमै हिमालहरू देख्ने पारी गौरी शङ्करदेखि लिएर मनासनुदेखि लिएर चाहिँ के अरे अन्नपूर्णहरू हिमालहरू देख्दो रहेछ सबै आउनलाई एकदम राम्रो छ अझ बस्ने गरेर आयो भने बेस्ट बिहान आएर बेलुका 7-8 बजीतिर फर्क्यो भने चाहिँ यहाँको काठमाडौँको भ्यूहरू पनि बत्तीहरूको भ्यू पनि दामी देख्ने हुन्छ
लुगाहरू यताको केहरू कपहरू यस्तोहरू रहेछ यस्तो गिफ्ट सप रहेछ यहाँ चाहिँ यस्तो रहेछ चन्द्रगिरी हिल्सलाई नबिर्सन होला उहाँ फेरि आफ्नो फोटो आफै खिच्दै हुनुहुन्छ ठिक है कान धुम्म गरेर नि